साथीहरू, वेलकम टु माई न्यू भ्लग। तपाईँहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ बुवा आएर मसँग छिटै हेरेर बुवाले घाँस गर्नुभयो अनि मैले चाहिँ घरको यता बढार गरेँ। त्यसपछि त्यो सकेपछि मही पार्ने दिन रहेछ आज, त्यही भएर बुवाले बिहानै भन्नुभएको थियो आज मही पार्नु छ है छोरा, ल यताउति गर अनि भन्नुभयो। त्यसपछि मैले बुवाले सबै ठेकीहरू खनाइसकेर मही पार्न सुरु गर्नुभयो। त्यसपछि मैले पानीहरू तताएँ किनकि जाडो मौसम थियो। जाडो मौसममा घिउ लाग्नको लागि पानी तताएर हाल्नुपर्छ, नत्र घिउ लाग्न टाइम लाग्छ, गाउँघरको चलन। त्यसपछि मैले बुवाले मही पार्न थाल्नुभयो, मैले चाहिँ दुधहरू तताउन थालेँ। बुवाले दुधहरू ल्याइसक्नु भएको थियो, दुध तताउनलाई एकछिन अब टाइम लाग्छ। त्यसपछि मैले दुधहरू बिस्तारै तताएँ। त्यसपछि अब हाल्नको लागि मैले डाडुहरू झिकेर झुन्डाउने ठाउँमा झुन्डाएँ। त्यसपछि मैले बिस्तारै आफ्नो यहाँ चुलामा भएको दुधलाई चाहिँ ठेकीहरू माझेर रेडी गरिसकेको थियो पहिले नै, किनकि हाल्नुभन्दा अगाडि। अनि त्यो दुधलाई चाहिँ मैले ठेकीमा हालेँ अनि हालिसकेपछि त्यसपछि मैले अलिकति आफूलाई पनि राखेँ। अनि त्यसपछि हाम्रो गाउँतिर चाहिँ यस्तो हुन्छ, चुलोहरू यसरी बाल्छ अगाडि, यस्तो चलाउनुको हुन्छ होला होइन। यस्तो ठाउँमा यसरी अर्ग्यानिक रूपमा चाहिँ तताएर दाउराबाट चाहिँ दुधहरू तताउने खानाहरू यसरी पकाएर खाइन्छ। कति राम्रो हुन्छ तपाईँहरूलाई जस्तो लाग्छ होइन, यस्तो हुन्छ। अब दुधहरू त हालिसकेपछि अलिकति आफूलाई खाना पनि राख्नु पर्यो। बटुकोमा बोइल राखेँ, अहिले खाना चाहिन्छ भनेर भन्नुभयो। मैले बटुको ठिक पारेको थिएँ, बटुकोमा एक बटुको राखेँ अर्ग्यानिक दुध, बाक्लो नबाक्लो पानी एक थोपो पनि नहालेको हुन्छ। अब हामीले सहर बजारमा हुँदा त पुरै पानी हालेको खाना पर्छ। त्यसपछि बुवाले यता मही पनि पारिसकेर लगभग घिउ लाग्ने बनाइसक्नु भएपछि घिउ चाहिँ आज म झिक्छु बुवा भने। त्यसपछि ल हुन्छ झिक्न त भन्नु भएर त्यसपछि मैले चाहिँ अब यसो यो ठेकी हो, ठेकीभित्र दहीहरू पहिला राखेको हुन्छ। त्यसपछि मही पार्दै गइसकेपछि तान्दै गइसकेपछि मदानीमा त्यसरी घिउ लागेको थाहा हुन्छ। अनि ठेकीमा मजाले चिसो पानी हालेर ठेकीभरि बनाएपछि दही के अरे दुधलाई महीलाई चाहिँ माथि ल्याउने, महीलाई माथि ल्याइसकेपछि अनि त्यसरी घुमाइसकेपछि त्यो घुमाएको काठको डन्ठीलाई चाहिँ मदानी भन्छ, त्यो मुनिकोलाई चाहिँ फिरफिरे भन्छ, माथिको त्यो डोरीलाई डोरी भइहाल्यो। त्यसपछि त्यसलाई चाहिँ समथिङ पैनी कि के भन्छ, पैनी भन्छ भनेर मलाई बुवाले भन्नुहुन्थ्यो, ठ्याक्कै मैले भने बिर्सिहालेपछि। अनि त्यसपछि उतापट्टि त्यो खाँबोमा रहेको, त्यो ठुलो खाँबोमा रहेको त्यो डोरीले झुन्डाएकोलाई चाहिँ घुर्रो भन्छ। सबै कुराहरू अर्ग्यानिक काठबाटै बनेको हुन्छ हेर्नु साथीहरू होइन, त्यसमा केही कुराहरू छैन, सबै गाउँघरबाट खोपेर बनाएको हुन्छ यस्तो अर्ग्यानिक तरिकाले। त्यसपछि म फटाफट तपाईँहरूलाई देखाउनको लागि घिउ झिक्नलाई सुरु गरेँ। तर त्यहाँ मैले केही कुराहरू चाहिँ भनिरहेको छु भिडियोमा चाहिँ, तर त्यो साउन्ड चाहिँ छैन। तर यो मदानीहरू चाहिँ त्यसरी बनाएको हुन्छन्, काठबाट खोपेर बुवाले नै बनाउनुहुन्छ, हामीले चाहिँ मैले चाहिँ अहिलेसम्म बनाएको छैन। त्यो डोरीहरू सबै यतातिर लोकलले बाटेर बनाएको हुन्छ। यो ठेकी चाहिँ एकदम राम्रो हुन्छ, अर्ग्यानिक के हुन्छ। प्रायः जसो गाउँघरमा चाहिँ दारहरूबाट बनाएको छ, दारको काठबाट बनाएको ठेकीमा चाहिँ मही पनि मिठो हुन्छ भनिन्छ र मिठो पनि हुन्छ। मम्मीहरूले त्यसो भन्नुहुन्थ्यो, बुवाहरूले चाहिँ पुरानो अग्रजहरूले त्यसो भन्नुहुन्थ्यो। अब हामीले चाहिँ अहिले त्यति जानेको छ। त्यसपछि म फटाफट घिउ झिक्न लागेँ, बिस्तारै चिसो थियो, हात पनि अलिक कठम्रिएको थियो। त्यसपछि घिउहरू चाहिँ पहिला आफूले मदानीमा रहेको सबै छेउतिर लागेको सबै तान्नुपर्छ आफ्नो हातले झिकेर, ठेकीको त्यो छेउछेउमा राख्ने। सबै सिधाइसकेपछि बिस्तारै टाइम लाग्छ। भित्र भएको घिउहरू पनि झिक्नुपर्छ, नुहाउने घिउ, किन भन्दा तपाईँहरू देख्न सक्नुहुन्छ घिउ यसरी झिकिन्छ। यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि सहरतिर चाहिँ मेसिनले सरर झिकिन्छ, तर यहाँ हुँदैन। गाउँतिर चाहिँ त्यस्तो मेसिनहरू प्रयोग गरिँदैन, हातले सबै ह्यान्डमेड हुन्छ, सबै अर्ग्यानिक हुन्छ। तर हात चाहिँ अलि साबुन पानीले धोएर सफा गरेर गर्नुपर्छ। त्यो चाहिँ मैले पहिले गरिसकेको थिएँ, किन भन्दाखेरि साबुन पानीले हात धोयो भने सरसफाइ हुन्छ, आफ्नो हातमा भएको कीटाणु ब्याक्टेरियाहरू चाहिँ पुरै कीटाणुहरू चाहिँ नष्ट हुन्छ। त्यसपछि एकदम सफा हुन्छ, खानलाई योग्य होइन, कीटाणु रहित हुन्छ, फोहोर पनि हुँदैन, खानलाई पनि घिन लाग्दैन। फटाफट त्यो गरिसकेपछि अब मैले मदानीको घिउ सबै झिकिसकेँ।
बिस्तारै बिस्तारै झिकेपछि अलिअलि थोरै छ भनेर फेरि बुवाले लोभ हुन्छ नि त। झिकेपछि मैले माथि सरामा राखेँ। मजाले राखेपछि अब फटाफट घिउलाई चाहिँ पहिला कति रहेछ भनेर चेक गरेँ। चेक गर्दाखेरि मनग्गै रहेछ 1 कुरा जति। अब फेरि गाउँघरतिर केजीको हिसाब हुँदैन, कुरुवा मानाको सिस्टम हुन्छ, पाथीको कुरा हुन्छ। अब हाम्रोतिर चाहिँ प्रायः जसो कुरुवाले चल्दछ। त्यही भएर लगभग 1 पालो बनाउँदाखेरि 1 कुरा जति घिउ लाग्ने रहेछ। यसो हेरेको बटुका भरि नै घिउ हो। ओहो, पहिलाको भैँसीले त घिउ लाग्दैन थियो, यो भैँसीको त घिउ मजाले लाग्छ भनेर बुवालाई सोधेको। बुवाले भन्नुभयो यसको राम्रो लाग्छ, पहिलाको भन्दा यो भैँसीको घिउ राम्रो लाग्छ, त्यही भएर त यसलाई नबेचिकन राखेको भन्नुभयो बुवाले। ओहो भनेर म खुसी भएँ, किनकि 1 पालामा यो कुरा ड्याम्मै घिउ लाग्दो रहेछ। 3 दिनमा पार्दाखेरि 1 कुरा घिउ लाग्छ। त्यसपछि मैले सरर घिउलाई चाहिँ झिकेर अब अलिअलि पनि छोड्नु मिलेन, किनकि घिउ हो भनेर फेरि ठेकी हल्लाएर फरर पारेर फेरि झिकेँ। त्यहाँ अलिअलि भएको छेउछाउमा रहेको घिउ पनि नछोडिकन झिकेँ। हल्लाएँ, फेरि बुवाले अलिअलि त्यहाँ रहेको हुन्छ तलतिर भन्नुभयो। तलतिर हेर्दाखेरि अलिअलि तल चाहिँ अब मदानीले नभेटेर पिँधामा दही नै रहेछ। दही पनि यताउति सारेर फेरि हल्लाएपछि अब अलिकति, किनकि पछि घिउ खार्ने बेलामा चाहिँ मोहीधेर भयो भने चाहिँ उम्लिएर पोखिन सक्ने सम्भावना हुन्छ नि। त्यही भएर मोहीहरू अलिअलि बसेकोलाई चाहिँ मजाले क्लियर बनाएर तारेँ। अब डल्लो बनाउन चाहिँ खासै अब झिक्ने बानी थिएन, बनाउन जानिनँ मैले। पातल पुतुल पारेर बटुकामा अट्ने गरेँ, यसो गरेर अलिअलि तानतुन पारिसकेपछि अब घिउ रेडी भयो। अब तारेँ। त्यसपछि बुवालाई अब घिउ झिकिसकेपछि फेरि हाम्रो गाउँघरको चलनमा चाहिँ कस्तो हुन्छ भन्दा सहर बजार जस्तोमा हुँदैन। यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि धुप लाउने चलन हुन्छ। धुप लाउनको लागि चाहिँ अब मैले भन्दा नि अब बुवाले लाउनुहुन्छ। अब बुवाहरू नहुँदा छोराछोरीले, नत्र आफूभन्दा अग्रज हुँदा अग्रजले लाउने चलन छ। अनि बुवाले ल भिडियो बना, म पनि धुप हाल्छु, धुप हालेको भिडियो बना भन्नुभयो। अनि मैले चाहिँ ल तपाईँ धुप हाल्नु भनेर भन्नुभएपछि बुवाले चुलाबाट कोइलाहरू झिक्नु भयो। झिकेर रेडी पारिराख्नु भएको छ। मैले यहाँ घिउ झिक्दैछु साथीहरू, यहाँ चाहिँ त्यो चाहिँ देखाएको छुइनँ। अब एकैचोटि धुप हाल्नेको बेलामा मात्र देख्नुहुनेछ तपाईँहरूले। अनि त्यसपछि अब बुवाले म गर्छु भनेपछि मैले घिउ झिकेँ। अनि त्यसपछि अब बाँकी रहेको हातमा चिल्लो चाल्ले चाहिँ ठेकीमा दल्ने चलन हुन्छ, किन भन्दा ठेकी अलिकति लामो समयसम्म टिक्छ अनि भनेर त्यो चिल्लो चाहिँ नहुने घिउहरू प्रायः ठेकीमै दल्ने चलन हुन्छ बाहिर। त्यो पनि मैले गरेँ, पहिला त्यसरी गरेर सिकाउनु भएको थियो मम्मीले, त्यही भएर मैले त्यो गरेँ साथीहरू। अनि त्यसपछि अब बुवाले मन्त्र उता धुप हाल्न सुरु गर्नुभयो। मैले चाहिँ ठेकी टाकटुक पारेर रेडी गरेँ। अब बुवालाई त्यसपछि मैले धुप हाल्न दिएँ। मै पारिसकेपछि जहिले पनि देखिएको छ त यहाँ लो परमेश्वरी घर कुलन कोठाका माधव रक्षा गर्दै लो परमेश्वरी थानी बाजु लो परमेश्वरी देवी थानका देवी लो परमेश्वरी रामनागमा देखि लो परमेश्वरी कहिलेका झाँक्रो झाँक्रो लो परमेश्वरी नयाँ सप्ताहन्ती लो परमेश्वरी सुब्बा सुब्बली बुढी बधै लो परमेश्वरी रिचुवाली खबरदारी लो परमेश्वरी बनका सिंहराधा लो परमेश्वरी रक्षा गर्दा क्षमा गर्दा लो परमेश्वरी सब देवता वैष्णव बाढी छोरी खाऊ लो परमेश्वरी